हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज नारी दिवसको सबैजनालाई धेरै धेरै शुभकामना। महिला दिदीबहिनीहरूलाई देश विदेशमा रहनुभएका दिदीबहिनीहरूलाई सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। र आज चाहिँ मैले सानो मेरो कागती बारीमा को भिडियो लिएर आएको छु हैन। अब त्यस्तो खासै अब कागती बारीकै भिडियो लिएर आउनुपर्ने मेरो खासै जरुरत थिएन र पनि अब तपाईहरु सामु हैन। अब मैले कति कुराहरू मसँग मैले जानेका कुराहरू अनुभवको कुराहरू र कति कुराहरू त्रुटिहरू हुन्छ हैन, कति कुरा सुधार्नु पर्ने हुन्छ। यसरी नै आफूले जानेका कुराहरू सेयरहरू गर्यौं भनेदेखि हैन अब बिग्रिनु नासिनुहरूबाट हामी वञ्चित हुन्छौं। र मैले जानेका कुराहरू म सेयर गर्छु भने तपाईहरुले जान्नु भएको कुराहरू पनि यसरी नै सेयर गरिदिनु होला हैन। अब भन्ने म चाहन्छु। र अब म मेरो भिडियो कागती बारीको भिडियो देखाउन लागिरहेछु। जस्तो अब कागतीमा यो भन्दा ठ्याक्कै एक हप्ता अगाडि चाहिँ मेरो कागतीमा के समस्या आयो भन्दाखेरि चाहिँ फुलहरू लटरम्मै फुलेको थियो, ढकमक्कै फुलेको थियो र चिचिला पनि लटरम्मै लागेको थियो फलहरू हैन। तर एउटै पनि फलहरू के अरे अडिनु थालेन क्या। अब जति पनि फुलहरू फुलेर हामीले देखेका थियौं हैन, त्यो सबै झर्न थाल्यो। अनि झरेपछि यसरी झर्न थाल्यो क्या। अब यसरी झर्यो हैन। अब यसरी झर्न थालेपछि अनि अब यत्रो मेहनत गर्यौं, परिश्रम गरेको छौं यसलाई हैन। अब सबै कुरा बेलैदेखि ट्रिटमेन्टहरुदेखि लिएर सबै गरेको छौं भने फलै रहेन भने त यो कागतीको कुनै पनि अर्थ रहेन हैन। अब सो द्याट अनि मैले तुरुन्तै अब वहाँनेरि कृषि बाटिकामा गएर चाहिँ हैन तुरुन्त मैले भने दाइ अब यस्तो यस्तो भइरहेछ मेरो कागतीमा भनेर मैले यसरी नै यो थपक्कै कागजमा प्याकिङ गरेर लगे हैन। लगेर देखाएपछि तपाईको कागतीमा यो समस्याको समाधान यो औषधिले हुन्छ भनेर उहाँले स्प्रे गर्नु भनेर भन्नुभयो। अनि मैले भने यत्रो सबै कुरा हामीले यो कागतीमा गरिरहेछौं भने के भएर चाहिँ यो कागतीमा चाहिँ यो समस्या आउँछ भन्दाखेरि चाहिँ कागतीलाई पनि क्याल्सियम चाहिन्छ। क्याल्सियमको कमले गर्दा पनि यसरी झर्छ भनेर भन्नुभयो हैन। अब त्यही भएर मैले तुरुन्तै ल्याएर मैले अब कागतीमा स्प्रे गरिहालेँ। अब स्प्रे गरेपछि चाहिँ अलिकति अब अहिले चाहिँ रोकथाम भइरहेछ हैन। अब हजारौंमा एक दुईवटा झर्नु भनेको त कुनै ठुलो कुरो होइन। अब अडिँदै नअडिनु भनेको त यसको त अब अर्थै रहेन। त्यही भएर अहिले चाहिँ राम्रै सुधार आइरहेछ। यदि अब तपाईहरुको पनि फलफुलहरू कागतीदेखि लिएर इत्यादि अरू कुरा फलफुलहरूमा पनि यो खालको समस्याहरू आयो भने चाहिँ तुरुन्त कृषिको विशेषज्ञहरूलाई सँग सम्पर्क गर्नु होला हैन। उहाँहरूलाई सँगको चाहिँ सल्लाह सुझाव लिनु होला भन्न चाहन्छु हैन। अब तपाईहरुले पनि यसरी नै सल्लाह सुझावहरू लिएर राम्ररी अब सल्लाहहरू लिएर चाहिँ राम्ररी काम गर्नु होला भन्ने म चाहन्छु। र अर्को कुरा के भने अब हाम्रोमा चाहिँ यसरी 12 मासे कागती छ हैन। अब जस्तो यो अब ठुलठुलो दानाहरू यसरी छ हैन। ठुलठुलो यो स्टेप बाइ स्टेप सानो ठुलोदेखि लिएर यसरी फुलहरू पनि यही फुलिरहेछ यसरी छ हैन। अनि ठुलोदेखि सानो अनि राम्रो खालको कागती राम्रो जातको कागती छ। अब तपाईहरुलाई बिरुवाहरू चाहिएमा कागतीको विभिन्न आइटमहरू अचारदेखि लिएर कागती खानकै लागि चाहिएमा हामीसँग सम्पर्क गर्नु होला। टिकटक तथा फेसबुकमा सम्पर्क मेसेजहरू छोड्नु होला। र हाम्रोमा राम्रो जातको कागतीको बिरुवाहरू पाइन्छ। जस्तो तपाईहरुलाई ढाँटेर छलेर हैन यही बोटहरुको हामीले बिरुवा उत्पादन गरेर बेच्नेछौं हैन। त्यही भनेर म आज तपाईहरुलाई सानो जानकारी दिइरहेछु र धन्यवाद। थ्यांक यू सो मच। बाइ बाइ।